विवाह यो शब्द सुन्ने बित्तिकै हाम्रो मनमा के आउँछ? सायद एउटा सामाजिक परम्परा, होइन? तर के होला यदि यो त्योभन्दा पनि गहिरो एउटा पवित्र सम्बन्ध हो जुन परमेश्वरको आफ्नै योजनाको हिस्सा हो भने? आज हामी यस बारेमा अलिकति गहिरिएर कुरा गर्नेछौँ। यो कुरा बुझ्नको लागि हामी सुरु गरौँ बाइबलको पहिलो किताबबाटै। उत्पत्ति 2:24 यो वचनले विवाहको जग बसाल्छ। दुई व्यक्ति एक भएर नयाँ जीवन सुरु गर्ने अवधारणा हो। सुरुदेखि नै विवाहको सोच मानिसको होइन, ईश्वरीय थियो भन्ने संकेत यहीँबाट मिल्छ। ल, त्यसो भए विवाहको जग ईश्वरीय हो भने यसको पछाडिको योजना चाहिँ के रहेछ त? हाम्रो पहिलो खण्डमा हामी यसलाई मानवीय परम्पराभन्दा माथि उठेर एक ईश्वरीय दृष्टिकोणबाट हेर्ने प्रयास गर्नेछौँ। त्यसो भए विवाह वास्तवमा के हो त? के यो केवल मान्छेले बनाएको चलन वा एउटा कानुनी सम्झौता मात्रै हो? होइन, यो त्योभन्दा धेरै गहिरो कुरा हो। यो त परमेश्वरले आफैले स्थापना गर्नुभएको एउटा पवित्र सम्बन्ध हो। यसको प्रमाण हामी पहिलो विवाह आदम र हव्वाको कथामा नै पाउँछौँ, जसले देखाउँछ कि यो कुनै मानवीय आविष्कार थिएन। अनि यो योजनाको एउटा सबैभन्दा सुन्दर पक्ष के हो भने दुई शरीर एक आत्माको अवधारणा। यसको अर्थ केवल शारीरिक एकता मात्रै होइन नि, यो त दुई फरक जीवन, दुई फरक सपना एउटै उद्देश्य र आत्मामा जोडिनु हो, जहाँ भावनात्मक र आत्मिक रूपमा पनि उनीहरू एक हुन्छन्। र यो सम्बन्ध कति बलियो हुनुपर्छ, यो कुरालाई मत्ती 19:6 यो शक्तिशाली वचनले एकदमै प्रश्न पार्छ। यसले के भन्छ भने विवाह जीवनभरको नतोडिने करार हो। यो कुनै मानवीय इच्छाले सजिलै तोड्न सकिने सम्बन्ध होइन। अब विवाह परमेश्वरको योजना हो भन्ने त बुझियो, तर प्रश्न उठ्छ, आखिर किन? यसको उद्देश्य के हो त? हाम्रो दोस्रो खण्डमा आउनुहोस् हामी यिनै गहिरो उद्देश्यहरूलाई खोज्नेछौँ। हेर्नुहोस्, विवाहका उद्देश्यहरू धेरै छन्। पहिलो त संगति र सहयोगको लागि, किनकि उत्पत्ति 2:18 भन्छ मानिस एक्लै रहन असल होइन। अर्को उद्देश्य हो परिवारलाई निरन्तरता दिँदै सन्तान जन्माउनु। तेस्रो, यसले पवित्रता जोगाउन मद्दत गर्छ, पहिलो कोरिन्थी 7:32 अनुसार। र चौथो, सायद सबैभन्दा गहिरो उद्देश्य, यो परमेश्वरको महिमा प्रकट गर्ने एउटा माध्यम हो, संसारलाई ख्रिस्टको प्रेमको एक सानो झल्को देखाउने तरिका। ल, किन भन्ने कुरा त बुझ्यो। अब पालो आउँछ कसरी भन्ने प्रश्नको। यो खण्डमा हामी सफल र आनन्दित पारिवारिक जीवनका लागि केही महत्त्वपूर्ण सिद्धान्तहरू हेर्नेछौँ। र सुखी जीवनको पहिलो र सायद सबैभन्दा बलियो जग हो प्रार्थना। एउटा भनाइ नै छ नि, होइन? जुन परिवार सँगै प्रार्थना गर्छ त्यो परिवार सँगै रहन्छ। यसले देखाउँछ कि बलियो पारिवारिक बन्धनका लागि प्रार्थनाको शक्ति कति ठूलो छ। प्रार्थनापछि आउँछ प्रेम र आदरको कुरा, जुन एक अर्काका परिपूरक हुन्। एफिसीको पुस्तकले पतिहरूलाई आफ्नी पत्नीलाई प्रेम गर्न र पतिहरूलाई आफ्ना पतिलाई आदर गर्न स्पष्ट निर्देशन दिन्छ। एकातर्फ प्रेम, अर्कोतर्फ आदर हो। यी दुई नै स्वस्थ विवाहका मुख्य स्तम्भहरू हुन्, जसले एक अर्कालाई सन्तुलित र पूर्ण बनाउँछन्। तर हेर्नुहोस्, कुनै पनि सम्बन्ध सधैँ चिल्लो घिउ जस्तो त हुँदैन नि, होइन र? मनमुटाव त भइहाल्छ। यस्तो अवस्थामा शान्ति कायम राख्ने औजार के हो त? त्यो हो क्षमा र सहनशीलता। किनकि गल्तीहरू हुन्छन्, तर क्षमा गर्न नसकेसम्म साँचो शान्ति अनुभव गर्न सकिँदैन। अब यी सबै सिद्धान्तहरू सुन्दा त राम्रो लाग्छ, तर के व्यवहारमा पनि काम गर्छन् त? चुनौती आउँदा यिनीहरूको परीक्षण कसरी हुन्छ? यो बुझ्न आउनुहोस् एउटा साँचो कथा सुनौ। यो कथा हो एक दम्पतिको। विवाहको केही वर्ष त राम्रै बित्यो, तर बिस्तारै उनीहरूको जीवनमा समस्याहरू देखिन थाले। सासाना कुरामा पनि झगडा हुन थाल्यो र घरको वातावरण एकदमै तनावपूर्ण बन्यो। कारण के थियो? त्यही हो, अहङ्कार, पैसाको समस्या अनि एक अर्कालाई नबुझ्ने बानी। यी कुराहरूले सम्बन्धलाई चिस्याउँदै लग्यो। यो एउटा यस्तो अवस्था हो जुन सायद धेरै परिवारहरूले सामना गर्छन्। तर उनीहरूले हार मानेनन्, बरु एउटा यस्तो कदम चाले जसले सबै कुरा बदलियो। एक दिन उनीहरूले सँगै घुँडा टेकेर प्रार्थना गरे, प्रभु, हाम्रो विवाह तपाईको हो, यसलाई बचाउनुहोस्। यो साधारण प्रार्थना उनीहरूको कथाको निर्णायक मोड बन्यो। त्यो प्रार्थनापछि अचम्मको परिवर्तन देखिन थाल्यो। पहिलो त उनीहरूको बोल्ने तरिका नै बदलियो। त्यसपछि उनीहरूले एक अर्कालाई मनदेखि नै क्षमा गर्न सिके
र अन्तमा उनीहरूले सँगै परमेश्वरको वचन पढ्न थाले, जसले उनीहरूको सम्बन्धलाई नयाँ बाटो देखायो। र यो कथाबाट हामीले सिक्ने सबैभन्दा ठूलो पाठ के हो भने, जहाँ क्रिस्टलाई केन्द्रमा राखिन्छ त्यो विवाह साँच्चै सुरक्षित हुन्छ। उनीहरूको अनुभवले यही कुरालाई शक्तिशाली रूपमा प्रमाणित गर्यो। ल, त्यसो भए यो सबै कुराबाट हामीले आफ्नो परिवारको लागि के सिक्न सक्छौँ त? यो अन्तिम खण्डमा हामीले सिकेका मुख्य कुराहरूलाई सारांशमा हेरौँ, ताकि हामीले यसलाई आफ्नो जीवनमा लागू गर्न सकौँ। अन्तमा यहोशू 24:15 को यो वचन एउटा निर्णय हो, एउटा घोषणा हो। म र मेरो घरानाले त परमप्रभुकै सेवा गर्नेछौँ। यो आफ्नो परिवारलाई परमेश्वरको हातमा सुम्पने एउटा बलियो प्रतिबद्धता हो, जसले सबै कुरालाई सही ठाउँमा राख्छ। र अन्तमा यो सबै कुराले एउटा गहिरो प्रश्न छोडेर जान्छ, हाम्रो परिवारको केन्द्रमा आखिर को छ? यो एउटा यस्तो प्रश्न हो जसको जवाफले नै परिवारको जगलाई परिभाषित गर्छ।